Hello guys, welcome back to my new vlog. I hope कि सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु. सो आफ्टर लङ टाइम हैन, अब आज चाहिँ भ्लग बनाउँदैछु हैन. आज सैटरडे अनि अलिकति फ्री टाइम. सो आज चाहिँ हाम्रो साथीहरुको चाहिँ मिलेर एउटा चाहिँ कन्सल्टेन्सी खोल्नु भएको छ हैन. त्यहाँहरुको चाहिँ ओपनिङ छ. सो ओपनिङमा बोलाउनु भएको छ. सो हामी ओपनिङ जाँदैछौँ. त्यहाँ चाहिँ जोस आइएल्स पिटीहरु अब सबै चिजहरु पढाइ हुन्छ हैन. कति दिन नगरी हामी जाँदैछौँ हैन. सो सानो ब्लग साथीहरुसित आज इन्जोय गर्नेछौँ. सो keep it watch guys. घरबाट म हिँडिसकेको छु गाइज. अब चाहिँ केही पनि टाढा छैन, नजिकै छ. सो म जान लागेको चाहिँ नजिकै हो. अनि हेरौँ अब कस्तो के छ भन्ने कुराहरू हैन. त्यो साथीहरूको अब खुल्दैछ अनि यसो लोकेसन पनि भइहाल्छ भनेर मैले चाहिँ भिडियो बनाउनु खोजेँ हैन. ओ नयाँ दुलादुलैनीहरू कहाँ हो. आज चाहिँ लगन रहेछ. आज चाहिँ शनिबार हैन, सब बन्द छ. बजारहरू जो शनिबार बन्द हुन्छ. सो यो चाहिँ हाम्रो मेन चोक हो गाइज है, मेन चोक हो. अनि यहाँबाट सट्टै त्यहाँ गएपछि नजिकै छ है त्यो टेन्ट लागेको ठाउँ. सो गाइज है, फाइनली हामी त आइसक्यौँ होइन. देख्नुभयो हल्का कार्यक्रम चाहिँ दमदार बनाउनु भएको थियो. कहाँको विद्यार्थी हो नि के छ ल. कङ्ग्रेचुलेसन है, कङ्ग्रेचुलेसन हजुरलाई पनि. आराम हुन्छ नि. कस्तो लागिरहेको छ आज आउँदा. मन्तव्य पनि राखिसकेको छ. हाम्रो सभापतिजीले बोलाएपछि म नआउने भन्ने कुरै रहेन. ड्युटी पर्दामा लगाइदिन्छ, हप्ता दिनसम्म लगाइदिन्छ. त्यही भएर सोधौँ न होइन. सो गाइज है, हामीलाई यिनी सबै नानीहरू कहाँ कहाँ जानु लाग्छ है. जापान सबै भइसकेको. सबै भइसकेको आइसकेको. अनि यहाँको पढाइ कस्तो छ? एकदमै राम्रो छ. के भन्नु, सर पनि एकदमै राम्रो हुनुहुन्छ अनि पढाइ पनि. अनि यता म चाहिँ कोरिया जानु लाग्यो. हजुर. के भयो रेडी उ भइसक्यो? हजुर भइसक्यो. सबै भइसकेको हो यहाँबारीमा. सबैको भइसक्यो. कोरिया अनि यहाँ कोरिया जापान हो. अनि यता जापान हो. सो गाइज है, यहाँ त सबैले नाम है पास यो धेरै कल्चरले धेरैले नाम निकालिसकेका छन्. र सबै जापान, कोही कोरियाको लागि होइन सबै पास भइसकेका छन्. अब चाहिँ जान मात्रै बाँकी छ. सो हेर्नुहोस् गाइज, आइएमआइसीमा यति धेरै होइन विद्यार्थीहरू पास बनाउन सफल हुनु भएको छ. सो गाइज स्टे ट्युन. अनि यहाँ चाहिँ आउनु होला है, पढ्न आउनुपर्छ गाइज. ओके. अनि कहिले छ फ्लाइट? कहिले छ फ्लाइटहरू? कहिले आउँछ मलाई केही थाहा छैन. 21 तारिक हो. 12 तारिक हुन्छ कि जस्तो छ, फिक्स छैन. फिक्स अब हुने हो. यिनीहरूको त अझै फिक्स छैन. यिनीहरूको फिक्स छैन. अरू कसो यति धेरै नेपालीहरू है उसको 31 तारिक सबभन्दा छिटो जाने विदेश ऊ 31 तारिक. 30 तारिक यही अब 8 दिनपछिको फ्लाइट. खुसी छ नेपाल छोड्दाखेरि. हेर त मान्छेहरू. नाम भन. नमस्ते भन. नमस्ते, म सृष्टि परियार. अरू अनि खै दाउ न अब. नमस्ते, म सबिना भट्टराई पनि सिओ आइसक्यो होइन हजुर? आइसक्यो. खुसी छ? एकदम कस्तो खुसी. लाग्यो आइएमआइसी को सर्भिसेस? एकदम राम्रो. आइएमआइसीको सर्भिसेस भन्दा नि एकदम रुद्र सेन्सेईको सर्भिसेस चाहिँ एकदम राम्रो छ. एकदम सपोर्टिभ हुनुहुन्छ. त्यो चाहिँ मलाई आफ्नो भित्रीदेखि भनेको है, त्यो चाहिँ पर्सनली भनेको. विदेश जानु बहुत विदेश पठाउनु भयो त मान्छेहरू.
त्यही हो अब सबैभन्दा हामीले विदेश पठाउने मात्र ठुलो मान्दैनौँ कि गइसकेपछि चाहिँ वहाँ गएर पछि आफ्टर फ्लो हुन्छ नि जो वहाँ गइसकेपछि पर्ने जो समस्या पर्दैनन् होइन पर्छन् विदेश गएपछि निश्चय पनि ती समस्याहरूलाई चाहिँ समाधान गर्ने कोसिस गर्छौँ कसैलाई दुःख पर्न दिँदैनौँ दुःख परिहाले पनि उसको समाधानको उपाय खोज्छौँ त्यही नै हो हाम्रो चाहिँ कामहरू होइन जति पनि हामीबाट गएका स्टुडेन्टहरू छन् अहिले पनि कनेक्सनमा छन् क्या कोही पनि अहिलेसम्म 2-3 इयर्स पहिला गएका पनि सर थ्याङ्क यू सो मच सर भन्छन् ह्याप्पी टिचर डे भन्छन् होइन विभिन्न गिफ्टहरू पठाउँछन् धेरै खुसी लाग्छ क्या त्यो भएर तपाईँहरू पनि होइन म हाम्रैबाट जानुहोस् भन्दैन तर यस्तो सपोर्टिभ टिमबाट जानुहोस् कि पछि पनि सजिलो होस् जान ठुलो कुरो होइन गइसकेपछि आफ्टर फ्लो ठुलो कुरा आउनु पऱ्यो क्या सबभन्दा होइन सो गाइज ल थ्याङ्क यू अहिले हामी फेरि माथि चाहिँ हाम्रो क्लासहरू भिजिट गर्छौँ है गाइज सो स्टे ट्युन सो गाइज है हामी चाहिँ अफिस आइसकेका छौँ होइन अफिस अनि क्लासरुमहरू सबै यही छ हामी त्यो फेरि यसो भिजिट गर्छौँ है क्लास भिजिट गर्छौँ सो ओपनिङ डेको दिन दामी गराउनु भएको छ है ल अनि कता हुनुहुन्छ हामी प्लिज ए जानुहुन्छ ल गाइस हाम्रो चाहिँ यो सर नमस्कार नमस्कार सर बस्नुहोस् ल सो गाइस हामी आइएमआइसीको अफिस रुम आइसकेका छौँ एकदम शान्त वातावरण छ सो अब सरसित हामी केही कुरा बुझ्छौँ है आइएमआइसी बारे है त हजुर नमस्कार नमस्कार सर आज ओपनिङ भयो है हजुर सर हाम्रो आइएमआइसीको बारेमा यसो केही भनिदिनु न त हजुर सर यस हाम्रो अफिस आइएमआइसी प्राइभेट लिमिटेड चाहिँ को यो लमी शाखा हो अनि आज चाहिँ हामी लमी शाखाको पनि एकदम बृहत रूपमा भव्य रूपमा हाम्रो उद्घाटन समारोह सञ्चालन गरियो साथै हाम्रो के पनि थियो आज सुविधा भन्दाखेरि हामीले शैक्षिक मेला पनि राखेका थियौँ जहाँमा स्टुडेन्टहरूले एब्रोड स्टडीको लागि एक्सपर्टहरूसँग नै काउन्सिलिङको मौका दिएको थियौँ हामीले के कसरी प्रोसेसिङ गर्न सकिन्छ त्यसमा लाग्ने एमाउन्ट के कतिको छ लोन प्रोसेसिङ कसरी गर्न सकिन्छ डकुमेन्टेसनमा कसरी गर्न सकिन्छ र यसमा त्रुटिहरू के हुनसक्छ र कस्ता स्टुडेन्ट्सहरूले जान पाउने नपाउने सम्पूर्ण काउन्सिलिङहरू हामीले आजको यस कार्यक्रममा गरियो फेरि पनि विधिवत रूपमा हाम्रो यहाँ उद्घाटन भइसकेको छ र अन्य एब्रोड स्टडी जान इन्ट्रेस्टेड स्टुडेन्ट्सहरूले हाम्रो अफिसमा आएर एक्सपर्टसँग र म प्रबन्ध निर्देशकको रूपमा पनि बेटर काउन्सिलिङ गर्न सक्छु होइन मलाई पनि भेट्न सक्नुहुनेछ र हाम्रो यस अफिसमा आइएलटिएस पनि सञ्चालन भएको जानकारी गराउन चाहन्छु जसमा हामीले अहिलेलाई यो सेसनको लागि 50% डिस्काउन्टमा हजुरहरूले आइएलटिएस क्लासहरू लिन सक्नुहुन्छ र आफूलाई यदि एकदमै कमजोर लागेको छ इङ्ग्लिस इम्प्रुभ गर्नु छ भने पनि हामीले इङ्ग्लिस ल्याङ्ग्वेजको बेसिक र एडभान्स कोर्सको पनि सुविधा दिएका छौँ र अहिलेको यस कन्टेक्स्टमा के भन्न सकिन्छ भन्दाखेरि विद्यार्थी भाइ बहिनीहरू सोसल मिडियाबाट मात्रै होइन एकदम लोभलाग्दो विज्ञापनमा नपर्नु होला एकचोटि एक्सपर्टसँग पनि सल्लाह राय लिनु होला किन भन्नाले हजुरलाई ब्याचलर मास्टरमा पढाउने काउन्सिलर पनि आफू पनि क्वालिफाइड हुनुपर्छ युनिभर्सिटीको ज्ञान हुनुपर्छ सम्पूर्ण कुराहरू हजुरले बुझ्नु होला त्यसै हावा तालमा लागेर होइन रिलेटिभ्सको भनेर चिने जानेको भनेर नलाग्नु होला पछि धोका हुन सक्छ त्यसैले एकचोटि एक्सपर्ट टिमसँग सल्लाह लिनु होला होइन हाम्रो प्रयास पनि सधैँ हजुरलाई बेस्ट बनाउने हुन्छ हजुरको सफल भएपछि बल्ल हामी सफल हुने हो त्यसैले विद्यार्थी भाइ बहिनीहरू यस हाम्रो आइएमआइसी प्राइभेट लिमिटेड लमी शाखामा भेट्न सक्नुहुनेछ एब्रोड स्टडी काउन्सिलिङको लागि हस् धन्यवाद सो गाइज है लगभग सुन्नु सक्नुभयो आइएमआइसीमा के कस्ता सुविधाहरू छन् अनि कुन कुन देशको लागि हामीले आइएलटिएसहरू गर्न सक्छौँ होइन अनि त्यसै गरी कुन कुन देशमा वर्किङ भिसाहरू छ होइन देखि लिएर सबै चिजहरू सुनिसक्नुभयो होइन अनि एक्सपर्टहरूसित चाहिँ सल्लाह लिन चाहिँ नबिर्सिनु भन्नु सक्नु भएको छ है सर सो हामी चाहिँ यसो क्लास अहिले चाहिँ एकसो हेर्छौँ है त सो गाइज देख्न सक्नुहुन्छ यहाँ चाहिँ आइएल्स र पिटीहरू पढाइ हुने यो क्लास हो र चाहिँ यहाँ चाहिँ एकदमै वेल एक्सपिरियन्स टिचरहरू चाहिँ पढाउनुहुन्छ सो उता कोठामा हाम्रो यता चाहिँ नमस्ते आइटी सम्बन्धी क्लासहरू हजुर हामीले यसमा चाहिँ खासमा उता थ्योरी पोर्सन र यता हामीले प्र्याक्टिकल सेसन लिने यो कन्सल्टेन्सीलाई
पार्टिसन गरेको र मैले चाहिँ यता यो टेक्निकल पार्टहरू हेरिदिन्छु प्लस डकुमेन्टेसन पनि सबै कुराहरू हामीले हेरिदिन्छौँ यही नै हो सो गाइज है हामी चाहिँ आइएमआइसी होइन आइएमआइसी कन्सल्टेन्सीको हाम्रो साथीभाइ हामी होइन सहयोगी भन्नु न सहयोगी भने त अर्कै अर्थ लाग्छ सहायक हुनुहुन्छ है सो होइन अनि हाम्रो यतापट्टि चाहिँ हाम्रो एकजना बहिनी हुनुहुन्छ नाम हो सबिना भट्टराई सो सबिना चाहिँ होइन जापानको वर्किङ भिसा चाहिँ वर्किङ भिसामा जापान जान लाग्छ नि अनि कहिलेसम्म जाने अब नेक्स्ट मन्थ अब के भन्न चाहनुहुन्छ हाम्रो कन्सल्टेन्सी हाम्रो अनि के अरे त्यो रोयल एकाडेमी सम्बन्धी के भन्न चाहनुहुन्छ के भन्न चाहन्छु भने चाहिँ सर्वप्रथम त सबैजना नेपालमा बसेर काम गर्न खोजौँ होइन अनि यदि भएन भने यु हेभ पार्ट 2 अब प्लान बी पनि छ प्लान बीलाई सक्सेस गर्नको लागि चाहिँ आइएमआइसी अथवा रोयल इन्टरनेसनलमा आएर राम्रोसँग चाहिँ भाषा पढ्नुभयो भने बल्ल आफ्नो फ्युचरलाई चाहिँ उज्जवल बनाउन सक्नुहुन्छ भन्दै थ्याङ्क यू म यति नै भन्न यसो चाहन्छु खाना खाने चाहिँ अनि चाहिँ नेपालै बस्ने चाहिँ भन्नु चाहिँ आफू जानु है त्यो चाहिँ अलि भयो सपोर्ट नेपालमा बस्ने तर म पनि त्यो कोसिस गरेको मान्छे हो खासै केही नदेखेर जान पाएको हिरासर हुनुहुन्छ लमैको मालिक सो इन्जोय गरेर हाम्रो हबिबीमा आएर चाहिँ हट विङ्स खानुलाई एकदम टेस्टी हुन्छ हट विङ्स चाहिँ हाम्रो फेभरेट हो हट विङ्स होइन ल हाम्रो हबिबी रेस्टुरेन्ट पनि आउनु लगाएछ है बेस्ट कफीको लागि पनि आउनुला कफीको लागि कफी मलाई धेरै तितो भएको थियो मलाई कफी नभन्नु के ढिला हुन्छ क्यापेचिनो खानको खानुको लागि के भएर लमैको चर्चित हिरो हुनुहुन्छ हिरो होइन यहाँलाई नचिन्ने कोही छैन पहिला हाँस्दै मात्रै हो म एकैछिन खाना खान्छु है त्यसपछि दिन्छु त्यसपछि म अलि इन्टरभ्यू दिन्छु हाम्रो प्रतिक्रिया दिनुहुन्छ ल A few moments later. अब हामी चाहिँ यसो हाम्रो आइएमएससीको जस गेस्ट हाउसमा आएको थियो होइन आइएमएससी उद्घाटनको लागि सो हामी चाहिँ उहाँसँग सानो कुरा गर्छौँ नमस्ते म चाहिँ सम्मु घिमिरे आइएमआइसी कन्सल्टेन्सीको कोरिया र जापानको चाहिँ काउन्सिलर छु र आज चाहिँ हाम्रो आइएमआइसी कन्सल्टेन्सीले चाहिँ तेस्रो शाखाको रूपमा दाङलाई पनि एउटा हबको रूपमा लिएको थियो र आज हामी अन्ततः सफल भएका छौँ र आज हामी उद्घाटनको दिनमा रहेका छौँ र आइएमआइसी कन्सल्टेन्सीबाट चाहिँ जुन चाहिँ विदेशको यात्रा विदेश पढ्नको लागि जो चाहनुहुन्छ उहाँहरूको लागि चाहिँ हामीले चाहिँ यही स्थानमै आएर रेजिस्टेन्स एरियामै आएर चाहिँ हजुरहरूको चाहिँ सेवा गर्ने उद्देश्यले चाहिँ हामीले आजबाट ओपनिङ गरेका छौँ आइएमआइसी कन्सल्टेन्सीबाट चाहिँ जुन चाहिँ कोरिया गएर इन्टरनेसनल स्टडी गर्ने हजुरहरूको इच्छा हुनसक्छ हामी त्यो इच्छा पुरा गर्नेछौँ यो विनम्र अनुरोध गर्न चाहन्छु आइएमआइसी कन्सल्टेन्सी जुन दाङ लमई 5 मा रहेको छ हजुरहरूले आएर स्पष्ट रूपमा बुझेर आफ्नो गन्तव्य आफ्नो डेस्टिनेसन निर्धारण गर्न सक्नुहुनेछ यहाँलाई सबैलाई विनम्र अनुरोध गर्न चाहन्छु हस् नमस्ते नमस्ते म कोरिया फार इस्ट युनिभर्सिटीको रिप्रेजेन्टेटिभ हो नेपालको अनि प्रोफेसर पनि हो डाक्टर पिटर गिम हो आज यहाँ दाङको कन्सल्टेन्सीको प्रोग्राममा आएर हेर्दाखेरि एकदम राम्रो लाग्यो यही प्रोग्रामद्वारा यही एरियाको विद्यार्थीहरू यदि कोरियामा पढ्न आउन इच्छा छ भने यही कार्यक्रममा बनेको कन्सल्टेन्सीमा गएर कन्सल्टिङ गराउनु होला हाम्रो फार इस्ट युनिभर्सिटीको छु भने सबै सब्जेक्टमा सर्टिफिकेट पाउने गरी पढ्न सक्छ त्यही भएर त्यो सर्टिफिकेट चाहिँ कोरियामा काम लाग्ने सर्टिफिकेट मात्रै होइन संसारमा लाग्ने सर्टिफिकेट हो त्यही कारण त सर्टिफिकेट पाओस् अनि
पढाइसकेपछि अनि जब पनि राम्रो जब पाओस् त्यही गरेर नेपालको लागि अनि तपाईँको परिवारको लागि राम्रो सेवा गर्नुहोस्। हवस्, धन्यवाद। सो फाइनली होइन हाम्रो सरहरू पनि भेट भयो अनि अलिअलि चाहिँ राम्रो कुरा गर्नुभएको छ है। आइएमआइसीमा पढिसकेपछि रोजगारको लागि होस् चाहे त्यहाँ सर्टिफिकेट पनि यस्तो लागु हुन्छ कि कोरियामा मात्र नभएर एज अ संसारभरि नै काम लाग्छ भन्नुभएको छ। सो